चाहिँ यहाँ फुल हेरिसक्नुहुन्छ माला भइसकेछ देख्छौँ यो माला हो यो माला भइसक्यो एउटा अनि फेरि देख्छौँ अनि फेरि दुईटा लगभग समथिङ दुईटा भइसकेछ अनि चाहिँ अरू बन्न लागेको छन् यहाँ दिदीले बनाइरहनु भएको छ हेलो गाइस युट्युब च्यानलमा स्वागत छ। आशा गर्छु आज चाहिँ सबैलाई चाहिँ ह्याप्पी तिहार भन्न चाहन्छु। देशभित्रको सबै दाजुभाइलाई ह्याप्पी तिहार भन्न चाहन्छु। मेरो तर्फबाट सबैलाई ह्याप्पी तिहार भन्न चाहन्छु। आज चाहिँ यस्तो रमाइलो बनाउन लागेको छौँ अथवा फुल उड्न थालेको छौँ। हामीले चाहिँ फुल उडेपछि टक्क दिल्ली उड्नुहुन्छ। मेरो भित्र काम भइरहेको छ। मैले चाहिँ बाहिर आएर सुट गरिरहेको छु। दिदीको काम दिदीले चाहिँ अब त्यही यो फुल उडिरहनु भएको छ, यताउति गरिरहनु भएको छ। देख्न सक्नुहुन्छ अगाडि यतिका फुल भइसकेको छ। देख्न चाहिँ यतिका फुल हो। अनि चाहिँ यहाँ देख्न दिदीले यहाँ उड्रनु भएको छ, यो साइडतिर उड्रनु भएको छ, यो साइड उडिरहनु भएको छ। अनि चाहिँ देख्न चाहिँ यहाँ फुल हेर्छ माला हो यो माला भइसक्यो एउटा अनि फेरि देख्न चाहिँ अनि फेरि दुईटा लगभग समथिङ दुईटा भइसकेछ अनि चाहिँ अरू बन्न लाग्यो। अब देख्न चाहिँ यहाँ चाहिँ फुल भयो भइहाल्यो यो साइड फुल यो साइड देख्न चाहिँ फुल हुन् यी चाहिँ अब सयपत्री छ नि यिनी फुली भइहाल्यो। यिनी देख्न चाहिँ धेरै छन् फुल अनि चाहिँ देख्न चाहिँ यहाँ दिदीले उड्रनु भएको छ अब छैन अझै लगभग 7:30 भइसकेको छ। 7:30 भनेपछि अब 11 बजीको छ, 11:30 बजीको छ अरे। त्यसमा रेडी भइहाल्छु म पनि। रेडी भएपछि देख्छु अगाडि हेरिहाल्नुहुन्छ तपाईँले भिडियो त्यसरी देखिहाल्नुहुन्छ। लाएर अब रेडी भइसक्यौँ। अब चाहिँ खानामा बाँकी छ, सबलाई भोक लाएर केटी भइसकेको छन्। अब चाहिँ हामीले त्यही मालासँग लगाइसक्यौँ। अब अबेर भइसक्यो, अब समथिङ 1 बजिसक्यो। 12 बजीको थियो, 11 बजी साढे 11 बजीको थियो अनि 1 बजिसक्यो। अन्त 1 बजीपछि टिको लगाइसक्यौँ। लगाएपछि अब हुनुहुन्छ ती त्यसरी उठिसकेको छन्। यता टिको लगाइरहनुहुन्छ। अब लगभग समथिङ भइसक्यो। देख्न सक्छ यिनी चाहिँ कलसुर अनि चाहिँ यिनी कलसुर सबै छ नि यहाँ देख्न सक्छ यता साइड सबै तिहार भइसक्यो। अनि तिहार भएपछि काम सबै डुबिसक्यो। अनि खाना खाएको पनि लगभग 2 बजे खाएको अनि खाएर अनि यताउति गर्दा फेरि टाइम लस भइसक्यो। अनि चाहिँ यति नै भिडियोभन्दा योभन्दा बढी गर्न सकिनँ गराउन। अनि त्यही नै हो आजले यति नै भन्दै बाई बाई। अब नेक्स्ट भिडियोमा भेटौँला। नेक्स्ट भिडियो चाहिँ चाँडै नै आउँछ। अब त्यही हो आजलाई।